आजको भिडियोमा म तपाईलाई तपाईको घरमा आफ्नो मोबाइल या ल्यापटपमा कनेक्टेड भएको वाइफाई कुनै पनि वाइफाईको पासवर्ड कसरी थाहा पाउने भन्ने बारेमा यो भिडियो बनाउन जाँदैछु। सबैभन्दा पहिले तपाई आफ्नो मोबाइलमा वाइफाई कनेक्टेड भएको वाइफाई नेटवर्कमा क्लिक गर्नुस्। त्यसभित्र जानुस्। सेटिङमा त्यसको सेटिङ भित्र गएर अनि क्यूआर कोडमा क्लिक गरेपछि अनि तपाईलाई यो वाइफाई को कनेक्टेड क्यूआर देखाउँछ र त्यो क्यूआर लाई तपाईले स्क्रिनशट गर्न सक्नुहुन्छ। स्क्रिनशट गरेपछि त्यसलाई एडिट गर्नु पर्यो। एडिट गरेर क्रप गरेर त्यो स्क्रिनशटलाई सानो एउटा फोटोको साइजमा तपाईले चेन्ज गर्न सक्नुहुन्छ। यो काम सिद्धिएपछि तपाई ब्याक आउनुस् र तपाईको मोबाइलमा रहेको एप्स गुगल एप्स खोल्नुस्। गुगल एप्स खोलिसकेपछि तपाईलाई सर्च बटन माइक्रोफोन बटन र यतापट्टि साइडमा फोटो अथवा भिडियो अपलोड गर्न मिल्ने क्यामेराको साइज क्यामेराको लोगो देखाउँछ। त्यहाँ क्लिक गर्नुस्। यसरी क्लिक गर्दा तपाईको मोबाइलमा रहेको फोटोहरु देखिन्छ। क्यूआर को स्क्रिनशट जसलाई तपाईले क्रप गरेर फोटो को रूपमा परिवर्तन गर्नुभएको थियो त्यो देखाउँछ। त्यसलाई क्लिक गर्नुस्। त्यसलाई क्लिक गर्ने बित्तिकै गुगलले अटोमेटिक रूपमा रिड गर्छ र तलपट्टि तपाईको नेटवर्क नेम र पासवर्ड पनि देखाइदिन्छ। यो चाहिँ तपाईको घरमा यदि वाइफाई पासवर्ड तपाईको मोबाइलमा कनेक्टेड छ तर तपाई बिर्सनुभयो अरूलाई शेयर गर्नु पर्यो भने यसरी तपाईले आफ्नो मोबाइलमै वाइफाई पासवर्ड पत्ता लगाउन सक्नुहुन्छ। धन्यवाद।